Hello everyone, welcome to my YouTube channel. आज चाहिँ म हाम्रो मेरो गाउँको एकजना मामालाई भेट्न जाँदैछु। उहाँ चाहिँ आधा बाटोमा आउँदै हुनुहुन्छ, म आधा बाटोमा जाँदैछु। है त उहाँले गाउँबाट केही सामानहरू ल्याउनु भएको रहेछ, त्यो चाहिँ लिन जाँदैछु। के ल्याएको छ, म बस कुद्दैछु हैन। ठ्याक्क लाएर त्यहाँ छ, यहाँभित्र ढुङ्गा छ, यसमा ठ्याक्क लाएर बसौँ। एकछिनमा आउँछ होला बस। फाइनल्ली आइपुगेँ म चाहिँ जुन ठाउँमा आउनुपर्ने हो है। यो ठ्याक्क लाएर आइपुगिसक्यो। उता छ खेल्दैछ मजाले, टक्क लाएर जाँदैछु। त बास्केटबल खेल्दैछु। कोही एक ठुलो मार्केट छ, ठुलो टक्क लाएर हरियाली छ यता, हरियाली ठिक ठिक। म चाहिँ अहिले भित्र छिर्दैछु, ठ्याक्क लाएर। यस्तो छ हरियाली भित्र। कता हो खोइ कता गयो, बस्दा बस्दा हैरान। खानुपर्छ ल। फाइनली आमासँग पनि भेट भएर पनि सामान पनि लिइसक्यो है, गाउँबाट आएको। अब चाहिँ एकछिनमा फर्किन्छु होला। अहिले म एकछिन त्यतिर रेस्ट गर्छु, टाइम धेरै छ, बस कुद्नुपर्छ। बस आउनलाई कम्तीमा पनि अब अहिले कति 5 बजे होला को चाहिँ 3 घन्टा कुर्नुपर्छ मैले, बल्ल बस पाउँछ। अनि त्यसपछि त्यहाँ बसमा गएर गाउँबाट के पठाएछ तपाईँहरूले देखाउँछ है त। अहिले चाहिँ म यहाँ एकछिन विश्राम गर्छु। यस्तो छ परदेशी लाइफ, धेरै गाह्रो छ केटा, गाह्रो छ थाहै हो है। अब भने जस्तो अब खाना नपाउने, अब हामी नेपालीहरूले फेरि टर्को पिरो खानुपर्ने है, त्यो नपाउने अनि त्यस्तो छ गाउँमा। अनि गाउँले काम पनि फेरि त्यस्तो नि, यहाँको मान्छे। म चाहिँ अहिले फर्किसक्यो होइन, टक्क लाएर सामान पनि टेक्कै यसरी बोक्यो। हजुर ल गाइस, कसरी चाहिँ यही हो है। यो चाहिँ सुकुटीको अचार रे, अनि यो चाहिँ टिमुर रे, अनि यो चाहिँ छुर्पी, अनि त्यसपछि यो खुर्सानी पिसेर ल्याएको खुर्सानी, अनि एउटा सिम पनि रहेछ, अनि एउटा टोपी। तर यो सबै मेरो होइन है, फेरि सबै मेरो होइन,
मेरो भेनाजुको हो। भेनाले अहिले टाढा परेको हुनाले चाहिँ मैले लिएर राखेको। कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, किनभने भोलिका दिनहरूमा पनि यस्तै भिडियोहरू म फेरि लिएर आउने छु तपाईको साथ सपोर्टले है त। बाई बाई।